हेलो साथीहरू, गुड मर्निङ देख्नुहुन्छ साथीहरू, बिहान छ, राम्रोसँग उज्यालो भएको छैन। म चाहिँ जाँदैछु बङ्गुरको मासु लिनलाई। पुरै अँध्यारो छ, हेर्न सक्नुहुन्छ। पानी पला जस्तो भइरहेको छ, छाता बोकिरहेको छु। बङ्गुरको मासु लिन जाँदैछु। हिजो दसैँ, हिजो टिका, आज टिकाको भोलिपल्ट बङ्गुरको मासु त खानु पर्यो दसैँमा। उनीहरूले पनि जाँदैछ साथीहरू। त्यस्तै छ, अँध्यारो छ, पुरै उज्यालो भएको छ। यहाँ बत्ती लाइटहरूले मात्रै यसो अलिअलि देखिरहेको छ, देख्न सक्नुहुन्छ। यस्तो छ, जाँदैछु। प्रोसेसिङ हुँदैछ साथीहरू। र साथीहरू फाइनली म त्यहाँबाट निस्किसकेँ। अब चाहिँ जाँदैछु मार्केटतिर। उज्यालो भएको छैन, त्यसो लाइटहरूको घरमा मेरो साथीहरू। अब मार्केट पुगेपछि यस या Do you have also blood? Blood going to order. No more. Need to order. You have to order blood. Yeah. Okay lah. How much it is for that? Huh? How much? 10. 10. 10 ringgit. Yeah. Don't be standing here. Okay. म निक्लिसकेँ मासु लिएर बङ्गुरको। यतातिर खानाहरू परिपरिको छ, यस्तो छ। के खाने सब चिज छ। हेलो सर, डु यु हेभ cumin seed? Cumin seed? Cumin seed? Don't have. छैन रहेछ, जिरा लानु पर्ने थियो। हेलो गाइज, म यहाँ आइरहेको छु मार्केटमा। यहाँ जिरा खोजेको, कतै जिरा पाएन। यहाँ जिरा त छ एउटा, जिरा होइन त्यो cumin seed। योहरू मलाई नुन चाहियो। इनफ त्यो पनि हुन्छ। पानी पर्दैछ। पानी पर्यो गाइस, पानी पर्यो। छाता ओढेर हिँडिरहेको छु। रुम पुग्नलाई अब धेर छैन, छन् चाहिँ लगभग उज्यालो पनि भइसक्यो। अब उज्यालो हुन लागिसक्यो। जाँदैछु बिस्तारै। एकदम पानी पर्यो, गाह्रो छ।
खुट्टा चिप्लिन्छ भनेर डर मार्छु जस्तो चप्पलमा एउटै गोटी छ है चिप्लिँदैछ पानीमा प्लाट्टा चिप्लेर टाउको फुट्यो भने अर्को समस्या आइलाग्छ गाह्रो छ मलाई यु क्यान सी है गाइज हेर्नु होला यता यस्तो छ है यस्तो हिँडिरहेको छु यस्तो अवस्थामा प्यान्ट पुरै भिजिसक्यो